हेलो गाइस हामी चाहिँ छाउनीभित्र छु साथीहरुसँग। हेलो गाइस हामी चाहिँ यहाँ छाउनीको यहाँ म्युजियममा आएको छु हैन भर्खर। टक्क हजुरहरुलाई यस्तो दामी रहेछ के यताको भ्यू। टक्क भ्यू दामी छ साथी। टक्क दामी छ नि। अब घुम्न आउनु होला है। ल है गाइजहरु आनन्दको ठाउँ छ। धेरै हैन कति साथी टिकटको 25 रुपैयाँ मात्रै हो, धेरै पर्दैन हैन। स्टुडेन्टलाई 10 रुपैयाँ हो। स्टुडेन्टलाई 10 रुपैयाँ हो। अरुलाई चाहिँ 25। मलाई चाहिँ 25 परे म आउटडेसमा छु। साथीहरु चाहिँ अब हामी चाहिँ सस्तोको माल हो नि। सस्तोको माला बच्चाहरु अब के माल भन्न नि त्यस्तो भएन। यो भित्र त चरा सरा नि हुँदो रहेछ साथी। सस्तो हामीलाई अरू घर पनि क्या बगल रहेछ है भित्र। हरियाली छ जो राम्रो रहेछ। यस वातावरण ठिक रहेछ। हामी पनि यसो एकछिन घुम्ने ग्राउन्डतिर यसो हावा खाने अनि म चाहिँ काम जानुपर्छ गाई छैन। यो दुइटा चाहिँ घर जान्छ। अनि फेरि गाई चाहिँ त्यही टक्क चरा पनि छ नजाने हो। यो भित्र क्या दामी अनि फ्रेस हुँदो रहेछ क्या त्यो होइन। यहाँ शीतल खानु यता छ है। यता टक्क बवाल यता पनि बस्ने छ। लोकेसन भन्दियो केटा। लोकेसन हाम्रो सीताबाइलाबाट थोरै भित्र। अब छाउनी भनेपछि सबलाई चिनिहाल्छ कि छाउनी ब्यारेक भनेपछि सबैलाई थाहा होला हैन। थाहा नभए मलाई कन्ट्याक्ट गर्नु होला, म पुऱ्याइदिन्छु त्यहाँसम्म। त्यो भित्र सफा गर्दै रहेछ आन्टीहरूले। अनि टक्क भ्यू मोमेन्ट हेर्दै हामी टक्क है हामी 3 जना साथी हो। अब एउटा स्याङतान चाहिँ कता कता छ यो कामतिर। ऊ सुगा पनि रहेछ त। ओ माइ गॉड गाइस देख्दै देखेन यार गाइस। उडेर गयो मासतिर हैन। यो भित्र हामी टक्क यो भित्र छु अहिले हैन। पिपलको शीतल खाना घाम लागिरहेछ। ल अब साथीहरु यहाँ शीतलको बोर्डमा पिपलको बोर्डमा आउँदैछु रे गाइस है। अब हामी एकछिन यहाँ बोर्डमा बस्छु अनि त्यहाँ म चाहिँ अब जानुपर्छ। तपाईँहरू पनि यस्तो राम्रो होइन यो छाउनीभित्र आउनु होला। ओहो यहाँ त गाइस कमिला रहेछ यार। हो नबसौँ होला। कमिलाको ताती रहेछ यहाँ। ल गाइस हामी अब नेक्स्ट भ्लगमा भेटौँला। यस्तै छ है छाउनीभित्र बवाल छ है। ब्याकग्राउन्डहरू बवाल छ। बाई बाई गाइस।